एकपल्ट साउले खुब ठुलो भोट दिए त्यसपछि म पनि जान्छु नाइ म पनि जान्छु सानीको बा किन साउ कहाँ खाली हात जानु हुँदैन यहाँ बारीको गोलीमा ल्याइदिएछ अलिकति लगिदिनुहोस् न म दिन्छु नाइ दिन्न म पनि जान्छु कागजको पानै चाँडो बाटा कति पर्छ विचित्र छन् वेदरूप थलमा परिपूर्ण पात के कहाँ आयो घरबाट कति कामले आयो कृष्ण खै त्यही अस्ति हजुरलाई बिन्ती गरिराखेका थिएँ ए हो त नि तिमीले कति भने अरे 500 होइन त्यही 500देखि अहिले गर्दा टर्दै गर्थ्यो त्यसैले हजुरलाई दुःख दिउन आएको म के को दुःख गाउँघरको धर्मै हो ए खुरमाने कालो बना हजुर लिनदिनको मामला एउटा सम्झौता त गर्नै पर्यो फेरि अब भाका कहिलेको राखौँ 4 महिना जतिको भाका पाएदेखि सामा ब्याज आफ्नै बारीको मकै भाँचेर तिर्ने थिएँ ल ल 4 महिनाको भाका राखिदिएको छु लो हिसाब गर लो कुर्बानी हिसाब गराऊ 1 2 3 4 5 नभन्छ न चलो चलती कारो 1,000 5,000 अक्षरमा 5,000 ए बा 500 कि 5,000 त्यहाँ त 5,000 पो लेखेको छ कहाँ ए हो त रहेछ ल बुढो भएपछि आँखाले पनि अलि धर्मरबाट हात पनि लगपगाएछ एउटा सुन्न कहाँबाट व्रत परेछ अक्षरमा पनि 5,000 भनेर लेखेको छ पख म यसलाई ठिक गरिहाल्छु नि यसलाई सँगै ल्याएको पनि राम्रै गरिछु छोरीलाई स्कुल पठाएर ठुलो बुद्धिमानी गरिछु कसो साउबा हो त नि ठिकै रहेछ नि अब 500 रुपियाँको कुरो एकै ठाउँ एकै गाउँमा बस्ने आखिर त इमान जमानमा तिरिहाल्छस् म यो कागज च्यातिदिन्छु नि के हो र ल बरु चाँडो तिरेस् म इमान जमान भएको मान्छे लटरपट जान्दिनँ भाकामा त तिरिहाल्छु नि साउबा 500 ल 500 साउबाजे फेरि पनि हजुरको हातले काम गरेर भने मलाई भन्नुहोस् है म हेरिदिइहाल्छु नि